फाइनली म चाहिँ मास्तिर दाजु घरबाट अब तलतिर जाँदैछु। आज तलतिर नबसी नहुने भयो, नानी केही गर्दा मानेन। आज झापा फर्किने भन्ने मेरो चाहिँ प्लान थियो। नानीले चाहिँ केही गर्दा दिएन क्या, तलतिर ठुलो बाबा पनि बस्ने अनि मात्रै जाने भन्छ। हेर्नु न साथीहरू, यस्तो अप्ठ्यारो छैन बाटो। अब तलतिर दाजु घर जानु पर्यो अनि भोलि चाहिँ बिहान छिट्टै उठ्ने अनि झापा झर्ने। झापाको घाम खान, पाहाडको चिसो खाइयो 2-3 दिन भए पनि। अनि भोलि चाहिँ झापा झरौँ भनेको। अब कस्तो हुन्छ। आज चाहिँ बाबुले केही गर्दा मानेन क्या, दुवै घरमा एक दिन बस्ने भनेर। अनि कतिजनालाई अलैँची देख्नु भएको छैन होला, म अलैँची देखाइदिन्छु है। ल हेर्नुहोस् है, यो चाहिँ अलैँची बारी। अलैँची नदेख्नेहरूलाई चाहिँ यो अलैँची बारी यहाँ यस्तो हुन्छ है। अलैँची यहाँ तलै फलिरहेछ, यसरी फल्छ। ओ तल हो दाजुको घर चाहिँ, म त्यहाँ जाँदैछु। बाटो चाहिँ हेर्नु कस्तो धेरै अप्ठ्यारो छ। यहीँ जन्मेर यहीँ हुर्केको मान्छेलाई अहिले यहीँ हिँड्न गाह्रो हुन्छ। बाबुले गर्दा दाजु ठुलो बाबा कहाँ पनि बस्ने अरे, एकजना कहाँ मात्रै बसेर हुन्छ, दुवैजना कहाँ बस्नुपर्छ भन्छ। अनि कस्तो गाह्रो हुने क्या, बानी नै हराउने, सबै खुट्टाहरू दुखिहाल्ने। अब त फेरि पाहाड आएर गरी खान सकिँदैन होला हौ साथीहरू, पाहाड बस्न सकिँदैन होला जस्तो लाग्छ। बस्न चाहिँ यहीँ मन लाग्छ, हावापानी पनि यहीँको राम्रो छ। सुविधा हेर्दा झापा बस्नु जस्तो लाग्छ। अब छोराछोरी पढाउन्जेल चाहिँ झापै बस्ने हो, त्यस पछाडि चाहिँ पछि चाहिँ आफू जन्मेकै ठाउँ आउनुपर्छ होला। मेरो छोरो चाहिँ तल बारीमा के गर्दैछ दादासँग, उसलाई मजा लागेछ, रमाइलो लागेछ। हेर्नु न कति राम्रो फुलबारी छ, त्यहाँ हेरिरहँ जस्तो। कति आनन्द आउने, आफ्नो कर्म गाउँ जन्म गाउँ आउँदाखेरि कति रमाइलो हुन्छ। पाहाडको फुलहरू, हरेक कुरा पाहाडमै मजा नि हौ, मजा त। के गर्नु, छोराछोरी पढाउने बाध्यताले भए पनि झापा झर्नु परिहाल्यो। घर जाउँ यहीँ बस्न त त्यसो भने, ल खुसी हुँदैछ ल अरे। त्यहाँबाट यति आउँदाखेरि सबै पिडुला, तपाईँलाई खुट्टा काम हो हिजो यहाँबाट माथि पुग्दाखेरि। तर कति राम्रो फुलेको रह नि यो फुल। फुलेको छ एक सिजन त फुल जोरा छ हौ। ल साथीहरू, हाम्रो पाहाड चाहिँ यस्तै छ है। रमाइलो गाउँ छ। मेरो छोरोलाई चाहिँ अचम्म लाग्यो यसरी पानी गएको गई देख्दाखेरि नि। मुहानमा पनि गयो, कसरी आउँदो रहेछ पानी पाइपबाट, थाहा भयो अब चाहिँ। हो किन यसरी छोडेको पानी खुल्ला भन्दै थियो क्या, अचम्मै भयो। उहाँ किनेर खानुपर्छ थोपा थोपा। पाहाड भनेर के गर्नु साथीहरू, झापा जस्तो सेवा सुविधा आइसकेको छ है पाहाडमा पनि। सबै कुरा इलाम बजारमा हुने सेवा सुविधा हाम्रो गाउँमा आएको छ। यता यहाँ आगो बल्दैछ, खोले पाकेको छ, अर्ग्यानिक सब्जी फलेको छ है। हाम्रो दाजुको घर है यो चाहिँ। यो अलैँची सुकाउने भट्टी कतिजनालाई त थाहा होला, कतिजनालाई थाहा नै छैन।